गङ्गा स्नान गर्नु जाँदैछौँ हामी चाहिँ। फिलहाल चाहिँ गाउँको बाटो हुँदै। हेलो एभ्रिवान, हामी चाहिँ आइपुग्यौँ गङ्गा। यो चाहिँ गङ्गा ठुलो चाहिँ होइन, यो सानो आएको छ यता छुट्टिएर। सो गङ्गा स्नान गर्नु जानेछौँ है त। पापहरू चाहिँ सबै धोइदिने हो आज चाहिँ। के पाप छ सबै धोइदिने है। अब चाहिँ गङ्गा चाहिँ स्नान हो नि त होइन आज चाहिँ। र आमा उपर चाहिँ देख्नुभयो होला, बाहिर सोध्दा क्यारे बेच्नु पर्यो। यो चाहिँ म पाप धुँदैछु। चिसो रहेछ नि होइन। मेरो पाप धुनु भयो होला। घेरा यो मेरो लागि, यो सबैको लागि। थ्याङ्क यू। 1 2 3 1 2 3 यसो जस्ट यसो हिलडुल नआता यसो बोट भरेगा। अबुई भाभी 1 2 3 बनाएर ये पाइप लेके जाऊंगा। काँचो पानी पो झरे त आफ्नै जला। बाई बाई। सबैको लागि नुहाइदिएको चाहिँ मैले चाहिँ ल। कहाँ गयो? यता डुबिरहेछ। अब चाहिँ नुहाइसक्यो। अब चाहिँ बोटमा हल्का यताउता एकछिन घुम्ने हो। बुई देखिन ल, बुई देख्यो। यहाँ चाहिँ हामी स्नान गऱ्यौँ। गङ्गा पारीतिर चाहिँ झारखण्ड जाने बाटो। यसकै पल्लोपट्टि चाहिँ जस्ट बिहाइन्ड दिस है चाहिँ ठुलो गङ्गा छ। चाहिँ एउटा सानो घाट छ, मान्छेहरू नुहाउनु आउँदो रहेछ। सो आज चाहिँ यति नै थियो आजको खास भन्नु चाहिँ। घुम्ने दिन चाहिँ यहीँ नुहाउनु आउनु थियो, गङ्गा नुहाउनु आउनु थियो। अस्तिदेखि प्लान गरेको थियो, आउनै पाएको थिएन है। आज चाहिँ आएर नुहाइँदै गरियो। How's everybody? Thank you. Bye bye. Take care.